केपी भन्न बित्तिकै मलाई चाहिँ त्यही नाकाबन्दीको याद आउँछ मलाई। देशको पक्षमा जनताको पक्षमा डटेरै लड्नु भयो, घुँडा टेक्न चाहनु भएन। उहाँको नाम सुन्दाखेरि मेरो आँगै जिरिङ्गे भएर आउँछ। यो जमानामा पनि यस्तो मान्छे जन्मिँदो रहेछ। एउटा राजनेता हुन्, साहसी नेता हुनुहुन्छ, दूरदर्शी नेता, कडा स्वभावको मानिस। दरारा देख्दा ओलीको याद आउँछ। देशप्रेमी नेता हो कि जस्तो लाग्छ कि जनतालाई हँसाई बचाउन चाहनुहुन्छ। निर्भीक निडर नेता होइन, अरूसँग छिमेकी मुलुकहरूसँग नझुक्ने, विश्वमा राम्रा मान्छे मध्येको एकजना व्यक्ति अवश्य हो। भिजन भएको नेता। कृषि प्रेमी लाग्छ। पूर्व प्रधानमन्त्री लिबुले कालोपानी चेतना छ हाम्रो आइराखेको छ। त्यो चाहिँ उहाँको सराहनीय काम छ एकदम। धरहरा उठाइदिनु भयो, राम्रो र बलियो बनाएर देखाउनु भयो। रेल पनि केपी ओली। त्यसमा पनि सबभन्दा नयाँ चिज भनेको चाहिँ सुरुङमा आएर के मेलन चिबनियाको राष्ट्र हितको लागि एउटा सोच चिन्तन भएको मान्छे। बाटाघाटा ढलान भए, देशमा हजारौं किलोमिटर चाहिँ बाटोहरू पिच भएकै छ। बुढाबुढीलाई भत्ता दिने, गइरहेछ, खाइरहेछ। पहिला 2000 थियो, अहिले 4000 पायो। एमाले भनेपछि चाहिँ मान्छेलाई त्यो बुढाबुढीलाई के अरू अब ऊ चाहिँ बुढाबुढीको चाहिँ एकदमै सहारा नै हो क्या। उहाँले बोलेका भाषणहरू चाहिँ एकदमै गहकिला, मासलाई चाहिँ एट्र्याक्सन गर्न सक्ने, व्यङ्गात्मक रूपले चाहिँ साहित्य तथ्यलाई चाहिँ उजागर गर्नुहुन्छ। उहाँको जतिको क्षमता भएको सायद अरू नेताहरू छैन जस्तो लाग्छ मलाई। कूटनीतिक जवाफ दिने मान्छे नेपालमा सायद कमै होला। विपक्षी भए पनि उहाँको चाहिँ भाषण सुन्नलाई त्यति मान्छे आतुर हुन्छन् कि जसले राम्रो गर्छ त्यही आउनु परेन। अझै पनि सरकारमा उहाँ नै आउनु पर्छ। केपी ओली बाहेक अरूले आएर यो देश बनाउँछ भनेर कल्पना गर्छ भने अब 50 वर्ष पर गयो फेरि। जब दिन त हाम्रो सामर्थ्यले भ्याउँदैन होला। केपी ओली चाहिँ साँच्चीकैको रियल हिरो हो। युवामा भन्दा अझ बढी छ उहाँमा। आत्मबलले पनि एकदम हृष्टपुष्ट भारतलाई चाहिँ र हामी जस्तो युवाहरूलाई चाहिँ के गरौँ, के गरेर देखाउँ भन्ने चाहिँ उत्साह दिन्छ। सपोर्ट गर्ने 10 जना मात्रै भइदियो भने नेपालमा कसैले पनि केही गर्दैन। नेपाल यो विश्वको सबभन्दा राम्रो देश बन्छ। केपी ओलीलाई चाहिँ हामीले खोज्नु